Hello guys, good morning. Welcome to my new blog. अहिले म आएको छु आफ्नो बारीमा। हेर्न सक्नुहुन्छ बकुला टिप्न हेर्न सक्नुहुन्छ कति धेरै फलेको छ। धनियाको पातहरू पनि छ। ल अहिले म बकुला टिप्छु। ल हेर्नु कति धेरै फलेछ। आज बकुलाको तरकारी पाक्छ। जसलाई मन पर्छ त्यो हाम्रो घर आउनुस्, बकुलाको तरकारी खुवाउँछु। निकै राम्रो फलेछ। ल कति धेरै फलेछ ल हेरौँ। ठुलो छ, सिपे जस्तै छ। एउटा तल झर्यो। ल हेरौँ कति धेरै फलेछ। तर कलिलो छ, राम्रो छ, अर्ग्यानिक छ। यसमा हामीले केही पनि हाले छैन, विषादीहरू हाले छैन। ल एउटैमा कति धेरै फलेछ, एउटै बुटमा। ल हेर्नु त कति धेरै फलेको। धेरै फलेछ। तपाईं हेर्न सक्नुहुन्छ यसमा किराहरू नै लागेको छैन। ल हेरौँ कति धेरै। ल हेरौँ कति धेरै फलेछ। तर यसको तरकारी मलाई एकदम धेरै मन पर्छ, बच्चाहरूलाई मन पर्दैन। ल हेरौँ धेरै फलेछ। अब आजको लागि पुग्छ। यसमा धेरै नै छ, फेरि पछि टिपौँला। अब यहाँबाट म धनियाको पात टिप्छु। धनिया पनि धेरै फलेछ। ल यति धेरै धनिया छ। फलेको त धेरै छ, तर आज म थोरै टिप्छु। ल आजको लागि भयो। ल कति राम्रोसँग फलेछ हेर्नु है। अस्ति यहाँ आलु फलेको थियो, आलु खन्यो। आलु पनि 3-4 बोरा निस्केछ। ल यो ब्लगलाई धेरै लामो नगरिकन म यसलाई सिद्ध्याउँछु। मन परे भने लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु होला।